Happy Raksha Bandhan to all first of all हैन सो वेलकम छ फेरि पनि सुजाता थरुनी ब्लगमा र आज म बिहान बिहानै उठेर नुहाएर मासु लिन तर्फ लागे र यता हेर्न सक्नुहुन्छ सो धेरै दिनपछि हामी खसीको मासु खान्छौँ र यता खसीको मासु म लिन आए हैन र लिएर हिँडिसके जाबो यति 1 केजीलाई हैन 1600 ओ माय गॉड सो मिठाई पसलमा जानु थियो अनि मिठाई पसल भित्र पनि छिर्यो हैन देख्न सक्नुहुन्छ कस्तो मिठो मिठो के ओ माय गॉड खम लाग्ने सब हैन के गर्नु अब पैसा त्यति हुँदैन थोरै थोरैले त्यसपछि म मिठाई पनि लिएर अनि मासु लिएर आफ्नो घर रुमको बाटोतर्फ लागिसके हेर्न सक्नुहुन्छ 5 पाउ जति मासु अनि यता चाहिँ म यस्तो भन्न गथे बिहान बिहान नुहाथे फर्स्टमै म अनुहार नदेखाएको किनभने बोक्सी जस्तै देखिरहेको थियो के साथीहरु र हाम्रो यो रेडी भइसक्यो हेर्न सक्नुहुन्छ कस्तो दामी देखिरहेछ 4 जना छन् 2-3 टा भाइ मेरो दाइ हैन मेरो दाइ त एउटा मात्र हुनुहुन्छ त्यो सानीमाको छोराहरु हुन् हैन अब उहाँहरु सानीमाको छोरीहरु छैनन् छोरा मात्र छन् के अनि हामी नै हो उनीहरुको दिदी बहिनी भन्ने हामी नै दिदी हो अनि हामी हरेक वर्ष टीका लगाइदिन्छौं रक्षाबन्धन बान्दिन्छौं के सब जना हैन यता चाहिँ दिदीले गर्दै बान्दै हुनुहुन्छ सबैजना के रे दिदीको पालो हैन म चाहिँ रेकर्ड क्यामेराम्यान म बनेको छु दिदी अहिले मेरो पालो आएपछि दिदी भन्छ के साथीहरु अनि हातारमा हामीले यो रक्षाबन्धन मनाएको किनभने हामीले ड्युटी पनि जानु थियो तीनटै जनालाई दाइ दिदी मलाई साथीहरु छिटो हामीले रक्षाबन्धन मनाएर हातारमा के राम्रोसँग त्यो मनाउन पाएनम काममा जानले ढिलो भइरहेको थियो त्यो साथीहरु त्यनी हामीले जति सक्दो हामीले आफ्नो बेस्ट दिए हैन मनाउन सकेर तपाईहरु कस्तो मनाउनु भयो कमेन्ट गर्नु होला र तपाईहरु कहाँदेखि हेर्नु भएको छ कमेन्ट गर्न नबिर्सनु होला सब्स्क्राइब गरिदिनु होला हैन साथीहरु अनि म फेरि म हाँस्ने के म धेरै हाँस्ने जन भाइहरु पनि हाँसे गर्ने भयो म्याच भइदिएर भने के गर्नु यस्तो साथीहरु अरूको काम गरेपछि तिहार आए नि छुट्टी पाउँदैन रक्षाबन्धन मनाउन पाउँदा कस्तो खुसी लाग्छ भन्ने साथीहरु हैन मलाई धेरै लकी फिल हुन्छ यो झन्नै मेरो दाइ हुनुहुन्छ हैन ससरे मैले खोगेको र जसको दिदी बहिनी छैनन् हैन भिडियो हाल्छन् के टिकटकमा उनीहरुले देखेर कस्तो माया लाग्छ भने कस्तो लाग्छ के साथीहरु के रे मिलेको भए म गएर राखी बान्दिम जस्तो लाग्छ के रक्षाबन्धन बान्दिम जस्तो लाग्छ तपाईहरु आज रक्षाबन्धनको दिन कसरी मनाउनु भयो के गर्नु भयो कतिको रमाइलो गर्नु भयो कमेन्ट गर्न नबिर्सिनु साथीहरु सरी र के बोलम भएर अड्केको है सरी अनि हामी त यस्तै हो अब ड्युटी जानु पर्छ के गर्नु आज ढिला पनि ड्युटी गयो साथीहरु भैया मेरे राखी के बंधन को निभाना भैया मेरे छोटी बहन को ना भुलाना देखो ये नाता निभाना ओ बहन मेरी मुस्कान तेरी सतरंगों से भी न्यारी है फीका न पड़े कभी रंग तेरा तू सबकी लाड दुलारी है तू मेरा चांद है तू ही ओ नीले अंबर वाले तेरे भी खेल निराले नीले पीले धागों से रंग जीवन के रंग डाले जिनकी होती है बहना ओ भाई किस्मत वाले सो फाइनली साथीहरु म आफ्नो काम गर्ने ठाउँमा आइसके यो चाहिँ सिद्धिपुर स्कुल चोक ललितपुरमा हो र यो चाहिँ अलिकति मात्र भित्र आएर दुईटा बाटो छ र राइट साइडतिर आउने के म क्याफेमा काम गर्छु हैन यो चाहिँ डेकोरेसन भोलिको लागि हो गाई जात्राको लागि र यो चाहिँ म काम गर्ने ठाउँ अनि यो भित्र हो अनि यो चाहिँ
अगाडि त्यो रुखसुख भयो खेल्ने ठाउँ र यता म काम गर्न थालेँ साथीहरू चाउमिन बनाउन थालेको चाउमिन अर्डर आएको थियो होइन दिनभरि काम गरेर अब दिनभरि त के भिडियो बनाउनु यो त एकछिन बनाइदिएको साथीहरू हेर्न सक्नुहुन्छ को नजिक हुनुहुन्छ सिद्धिपुर स्कुल चोक आउनु होला पार्क क्याफे एन्ड बेक स्टेसन भन्ने ठाउँमा म त्यही काम गर्छु साथीहरू र भोलिदेखि गाई जात्रा लाखेर जात्रा होइन हेर्न पनि रमाइलो हुन्छ हेर्न आउनु होला साथीहरू म त पकाउँदैछु तपाईँहरू हेर्नु म बनाउँछु खाने भए बेच्ने भए आउनु होला आउनु छिटो आउनु मलाई भेट्नु पर्दैन साथीहरू फाइनली साथीहरू 7 बजिसक्यो मेरो छुट्टी भइसक्यो चाहिँ लगन खेल जाने बाटो यो मेरो काम जाने बाटो यो चाहिँ लुबु जाने बाटो घर जाने बाटो बस कुदेछु आजले यति भए धेरै थाकिसकेछु गुड नाइट साथीहरू।